हिजोको म के गर्नु हाम्रो सर्च क्याम्पेनमा बिस्तारै प्र्याक्टिस गर्दै गर्नु त्यसपछि हुन्छ है ल, फेरि के गर्नु ads.google.com मा है अनि यसमा अर्को वे पनि छ है तपाईँको गुगल एड्स अकाउन्टलाई एक्सेस गर्नलाई फर्स्टमा तपाईँले जिमेलमा जानुभयो पनि हुन्छ जिमेल अकाउन्ट है जिमेल अकाउन्टमा यहाँ साइडमा हेर्नुहोस् त 9वटा डट छ गुगल एप्स भन्दा छ नि सबभन्दा टप राइट कर्नरमा आफ्नो जिमेलमा लगइन गर्नु जिमेलमा आउनु अनि यहाँ 9वटा डट देख्नुभयो त्यहाँ गुगल एप्स भन्दा छ है खोल्नु त अनि अब त्यसमा क्लिक गर्नु 9वटा डटमा गरे सब खोल्यो ड्राइभ जेमिनी के जेमिनी सबै खोल्यो यो 9वटा डटमा खोल्यो है अब यसमा यसो हेर्नु यो सर्च डक्स बिजनेस म्याप्स जेमिनाई जिमेल गुगल मिट न्युज ड्राइभ च्याट कन्ट्याक्ट अस यसो स्क्रोल क्यालेन्डर प्ले स्टोर यसो तल तल गर्नु फोटोज गुगल क्रोम अझ स्क्रोल डाउन गर्नु हेर्नु हेर्नु अरू के छ अर्थ ए गुगल एड्स भन्ने पनि छ है यहाँ यहाँबाट पनि एक्सेस गर्नु मिल्यो तपाईँले किनभने यो सबै एप्सहरू त गुगल रिलेटेड भयो है अनि यसमा अझै अरू कुन कुन एप्सहरू रिलेटेड छ गुगलसँग भनेर हेर्नलाई अब हेर्नुहोस् त यहाँ म 9वटा डटमै छु है 9वटा डटमा सबभन्दा तर यसो स्क्रल गर्छु यहाँ मोर फ्रम गुगल भनेर मोर फ्रम गुगल है यसमा क्लिक गर्नु अर्को ट्याबमा अब हेर्नुहोस् त गुगलको पार्टनर्स एप्सहरू के छ सबै यहाँ यसो स्क्रोल डाउन गर्नु उसले यता दिइरहेछ यो स्क्रोल डाउन गर्नु हेर्नुहोस् त के छ यसमा यो फिचर्डमा म के गर्छु फर अल गरिदिन्छु है फिचर्डमा हेर्नुहोस् त यहाँ फर अल गर्नु अप्सन छ यहाँ अनि तल छ है स्क्रोल डाउन गर्नु लास्ट लास्टतिर छ गुगल प्रोडक्ट छ भेट्नुभयो त्यसलाई क्लिक गरेपछि यहाँ तिनीहरू खुल्यो कि हेल्पफुल प्रोडक्ट बिल्ड विथ यु इन माइन्ड भन्ने आएको छ के त्यस्तो ए त्यही त त्यसको स्क्रोल डाउन गर्नु सर तल 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 स्क्रोल डाउन गर्नुहोस् अब गुगल प्रोडक्ट्स भन्नु छ त्यहाँ उता म्याम पनि भयो हुनु म्याम भइरहेछ है भेट्नुभयो सर अनि तल तलतिर छ एआई प्रोडक्ट त्यसको तल छ अझै हो त्यसकै तल गुगल प्रोडक्ट्स है अब त्यहाँ बक्सभित्र फर अल गर्नु त फर अल गर्नुभयो भने गुगलसँग जे जे रिलेटेड छ नि तपाईँको एप्सहरू सफ्टवेयरहरू सबै तपाईँले यहाँ पाउन सक्नुहुन्छ है धेरै छ यसमा ए अब हेर्नुहोस् है के एन्ड्रोइड एन्ड्रोइड अटो एन्ड्रोइड गुगलको पार्टनर्सहरू सबै यसमा छ सर है जेमिनाई फाइन्ड अफ फिटबिट जिमेल गुगल क्यालेन्डर गुगल असिस्टेन्ट गुगल कास्ट गुगल च्याट गुगल क्लासरुम गुगल डक गुगल पाइ वायरलेस रे गुगल अर्थ गुगल ड्राइभ भइरहेको सबै गुगल म्याप्स गुगल वान गुगल मिट गुगल ट्रेन गुगल ट्रान्सलेट गुगल स्लाइड गुगल टिभी के छ गुगल लेन्स पिक्सेल पिक्सेल ट्याब्लेट सर्च सिपिङ सपिङ स्ट्रिट भ्यू ट्राभल युट्युब किड्स सबै छ यसमा बुझ्नुभयो अब यसमा फेरि हेर्नुहोस् हामीले फर अल गऱ्यो नि अब फर बिजनेस गर्नु त फर अल गऱ्यो हामी के छ भनेर हेर्दैछौँ हामीले हो हामी भर्खर फर अल गऱ्यौँ अब फर बिजनेस गर्नु अरू पनि छ एन्ड्रोइड ब्लगर बिजनेस प्रोफाइल यो जुन चाहिँ बिजनेस प्रोफाइल भनेको छ नि यो चाहिँ हामी अब अपकमिङ क्लासेसहरूमा हेर्छौँ है यो क्लिक गरेर चाहिँ हामीले तपाईँको गुगलमा चाहिँ आफ्नो लोकेसन चाहिँ फिक्स गर्छौँ यहाँबाट हामीले गुगलमा सर्च गर्दाखेरि एउटा लोकेसन देखाउँछ नि यो केडियामा कहाँ छ भनेर जबमा देखाउँछ नि टुप्पो आएर याद गर्नु भएको छ फर बिजनेस होइन मैले भनेको फर बिजनेसमा क्लिक गर्नु एक्लै त होला आज भिडियो भनेर गाडी क्लास नचलाइदियो हुन्थ्यो भनेर भनिदिनु है ब्लगरहरू सबै आउँदो रहेछ हो सो फर बिजनेस भयो
अब यसमा बिजनेस प्रोफाइल चाहिँ हामी अपकमिङ क्लासेसहरूमा हेर्छौँ है। गुगल म्यापमा आफ्नो एउटा कुनै स्टोर कुनै लोकेसन राख्नलाई चाहिँ हामी बिजनेस प्रोफाइल युज गर्छौँ अपकमिङ डेजहरूमा है। अब यो सबै यहाँ छ, यो अरू पनि यो चाहिँ बिजनेसको लागि भयो, बुझ्नुभयो है। बिजनेस अब त्यस गुगल एड्स पनि यतै छ है, गुगल एड्स पनि यही छ बिजनेसको लागि है। अब त्यसपछि फर डेभलपर्स गर्नु त, फर डेभलपर्स बिजनेस भयो। अब फर डेभलपर्स गर्नु, यो बनाउनु चाहिँ धेरै जस्तो कोड गर्नेहरू हुन्छ नि उनीहरूको लागि चाहिँ सफ्टवेयर्सहरू भनौँ न यिनीहरू किन हुन्छ सर। फर बिजनेस फर डेभलपर्स गर्नु अलिकति सफ्टवेयर्सहरू चेन्ज हुन्छ है। गुगल फर डेभलपर, गुगल क्लाउड, फ्लटर, यो चाहिँ कोडर्सहरूको लागि हो, बुझ्नुभयो है। उहाँले टिप्नुहुन्छ है। त्यसो अब के गरौँ, फर बिजनेसमा जाउँ अनि गुगल एड्समा जाउँ। फर बिजनेसमा गएर गुगल एड्समा जाउँ। गुगल एड्समा गएपछि अब आफ्नो साइन इन गर्नु, साइन इन गरेपछि अनि के जब्स भन्ने अकाउन्टमा लगइन गर्नु है। हामीले के जब्स भन्ने अकाउन्ट छ नि त त्यहाँ, के जब्स मैले एक्सेस दिएको अकाउन्ट, साइन इन गरेर के जब्स साइन इन भइसक्यो अरे कि किन त सिधै यस्तो आउँछ होला तपाईँको ओभरभ्यू देखाएको छ यहाँ माथि के जब्स चाहिँ देखिरहेको, के जब्स भनेर लेखिरहेको हुन्छ। ये तो ठीक नहीं होती है, साइन इन ऑलरेडी रहेछ सजिलो भयो, भयो सबैजना आउनुभयो, सोध्नु भयो यहाँ अर्कोबाट अर्को इमेल खोल्नु त। है ल अब के गरौँ, फेरि क्रिएट गरौँ, क्रिएट गरेर फेरि क्याम्पेनमा जाउँ है। अब चाहिँ हामी डिरेक्टली अवेरनेस एन्ड कन्सिडरेसन, यो जुन चाहिँ फर्स्टवाला छ नि अवेरनेस एन्ड कन्सिडरेसन, यो चाहिँ तपाईँको प्रोडक्टहरू कुनै नयाँ आउँदाखेरि चाहिँ भयो भरकोलाई रिच पुऱ्याउने अर भ्यू भिडियोको भ्युज बढाउनु भनेको थिएँ नि मैले नयाँ प्रोडक्ट आउने बित्तिकै है। यहाँ मैले पनि फर्स्टमा गरेको यही हो, अवेरनेस। फर्स्ट मान्छेले भन्नु त पऱ्यो नि त मार्केटमा आएको छु भनेर, अवेरनेस तपाईँको युट्युबमा वेबसाइटमा तपाईँको एप गेमहरूमा पनि देखिरहेको थियो नि त याङहरू, त्यो भनेको सबै गुगलबाटै गरेको थियो। फेसबुकमा र इन्स्टाग्राम भयो भने चाहिँ मेटा भयो, त्यो बाहेक अरू सबै ठाउँमा गुगल एड्स है। अवेरनेस एन्ड कन्सिडरेसन र यसमा पनि उसले 3वटा गोल सोधिरहेको हुन्छ है। हामी धेरैभन्दा धेरै म्याक्सिमम नम्बरहरूका पुग्ने कि हाम्रो कुनै एउटा भिडियो अपलोड गर्छौँ त्यसमा भ्युज बढाउने भनेर अप्सन सोधिरहन्छ उसले। अवेरनेस भनेको सबभन्दा धेरैभन्दा धेरै मान्छेहरूको रिच पुग्नु पर्यो, जस्तै मेरो म्युजिक भिडियो गर्नु पर्यो भने हामीले भिडियो जाने त्यसो भए अनि गेट पिपल टु वाच खर्च गर्ने त रहेछ बुस्ट गर्ने त्यही होइन, त्यही नै हुन्छ त्यही नै हुन्छ क्लासै सबै लगाइसक्यो सर ह्याप त्यतिका त्यही त हो नि। बुस्ट भनेकै तपाईँको एड चलाउने भनेकै अब डलरबाट पैसा गरिदिन्छु बुस्ट भन्थ्यो, अब आफै गर्न मिल्ने भयो हजुर है। कि रिच कि भिडियो भ्युज कि युट्युबको सब्सक्रिप्सन एन्ड इन्गेजमेन्ट पनि बढाउनु मिल्यो यो चाहिँ सब्सक्रिप्सन तल भयो है। धेरै जस्तो मान्छेले चाहिँ रिच गरेर हुन्छ, यो के भएको यो कहाँ यो हामीले यो पढिरहेको छौँ त्यो भ्युज बढाउने के तपाईँको ठ्याक्क आइरहेको हुन्छ कि त्यो रिच एडभर्टिजमेन्ट जस्तै वेबसाइट सिक्यो वेबसाइट आइरहेको है भयो। अब हामी रिचमा क्लिक गर्छौँ है। रिचमा चाहिँ हामी के गर्छौँ, उसले फेरि दुइटा सोधिरहेछ, भिडियोबाट भनेको युट्युबमा देखाउने कि हाम्रो वेबसाइटहरूमा देखाइदिने हाम्रो एड्स, हाम्रो एड चाहिँ कहाँ देखाउनु भनेर सोधिरहेछ उसले है। रिच युट्युबमा देखाउने कि वेबसाइटमा है। नेपालमा धेरै जस्तो वेबसाइटै गर्छन् किनभने सबैजनाले युट्युब चलाउँछन्, बिहान उठ्ने बित्तिकै भजन सुन्छन् है, कहिले गीतहरू सुन्न आउँछ, त्यही भएको हुनाले धेरै जस्तो चाहिँ युट्युबमा देखाउँछ है। ल युट्युब सेलेक्ट गर्नुभयो, युट्युब सेलेक्ट गरिसकेपछि फेरि अर्को अप्सन आउँछ, त्यसमा पनि एफिसियन्ट रिच
गेट मोस्ट रिच फ्रम यर बजेट है, धेरैभन्दा धेरै मान्छेलाई पुर्याउने कि नन स्किपेबल गरिदिने, यो भने के हो? स्किप गर्ने नमिल्ने खालको जबरजस्ती देखाउने कि अर एउटा टार्गेट फ्रिक्वेन्सी, यो भनेको सेम मान्छेलाई 3-4 चोटि पनि देखाउनु पायो। यसमा कुन चाहिँ सेलेक्ट गर्ने त? क्याम्पेनको पनि सब टाइप एफिसिएन्ट रिचै गरिदिउँ। यसमा चाहिँ तपाईँको क्लाइन्टहरूले भन्छ है तपाईँलाई कि मलाई चाहिँ अनस्किपेबल गर्दा पनि भयो है, कि न त एफिसिएन्ट मलाई रिच मात्र चाहिन्छ भन्दा पनि उनीहरूले भनिदिन्छ है। तपाईँले पनि बुझेर चाहिँ उनीहरूलाई बुझाउनु पनि सक्नु पर्यो, जोसँग काम गर्छौँ उनीहरूलाई आउँलाई बुझाउनु पनि त पर्यो, नबुझेको हुनसक्छ। अब एफिसिएन्ट नन स्किपेबल रिच गर्दाखेरि चाहिँ लगभग 15 सेकेन्डसम्म, 5 सेकेन्ड, 15 सेकेन्ड र 30 सेकेन्ड। तर यो ननिस्किपेबलमा त्यस्तै हामी पनि कतिपय हेर्दैनौँ नि त, तर त्यो अब के अर्थ हो र नहेरेको? के छ सर? स्किप गर्न नमिल्ने ठाउँमा त्यो हामी हेर्दैनौँ नि, यतिकै आइबन्छ 15 सेकेन्ड, 5 सेकेन्ड। नन स्किपेबलमा त हामी हेर्नै पर्यो नि, त्यसमा स्किपै गर्नु पर्दैन। नहेरे पनि स्किप त के अरे पुरा हामी हेर्दैनौँ नि त। होइन तपाईँको हेरोस् नहेरोस् उसले त प्ले गरिदिन्छ त। प्ले त मैले भनेपछि के अर्थ भयो र, के फाइदा भयो र? त्यो त तपाईँको जबरजस्ती देखाउनु चाहिँ कस्तो हुन्छ, तपाईँको ब्याक अफ द माइन्ड एउटा साइकोलोजिकली नि बस्छ क्या सर त्यो। अब मैले जब याङ्गो भनेँ नि, मलाई पनि हेर्नु त मन थिएन। अब कतिमा उसले अनस्किपेबल एडै चलेर थियो, तर अहिले हेर्नु चाहिँ भयो सबैले याङ्गो नै चलाइरहेछ। स्किप गरेको भन्दा नन स्किप गरेको केही न केही बढी केही न केही हुन्छ, कि त राम्रो हुन्छ कि त नेगेटिभ हुन्छ कि, तर कुराकानी चाहिँ हुन्छ कि त्यो ब्रान्डको बारेमा। पपुलर भएपछि त नै होला त्यो खेलत बसे एकपल्ट गजल मैले 8 चोटि सबै हेरेको थिएँ कि, अनि प्रदीप कुमार के प्रदीप मैनाली हेर्नुलाई हेर्नु छैन आफ्नै टिमको भनेर मलाई फिक्स गरेपछि अनि हेर्दै अनि ठिकै छ, झन् ठिक त्यसपछि त मैले सेयर त्यस्तो हुन्छ। सो यसमा तपाईँको 3वटा अप्सन भयो है, एउटा एफिसिएन्ट रिच, धेरैभन्दा धेरै मान्छेलाई पुऱ्याइदिने, एउटा नन स्किपेबल र एउटा टार्गेट फ्रिक्वेन्सी है। यसमा चाहिँ हामी अहिले नन स्किपेबलै गरौँ ल। अस्ति हामी स्किपेबल वाला गरेको थियौँ नि, अहिले हाम्रो नन स्किपेबल वाला गरिदिउँ है, हिजो ट्राई गरौँ, जबरजस्ती देखाइदिने है त। ल त्यसपछि कन्टिन्यू गरिदिनु है। अब यसरी एउटा क्याम्पेनको ड्राफ्टहरू छ, यो चाहिँ अहिले मैले अलरेडी पहिला बनाइसकेको भएको हुनाले यस्तो आइरहेछ। अहिले हामी के गर्छौँ, स्टार्ट न्यू गरिदिन्छौँ। स्टार्ट न्यू, त्यो एड आउँदै गरेको त्यो टक्क त्यो डिस्प्लेमा दिँदो रहेछ कि, त्यसलाई क्रस गरेपछि चाहिँ हराउँदो रहेछ। हजुर हजुर हजुर, मलाई चाहिँ झ्याउ लाग्यो भने त्यही गर्छु, एकातिर हेर्नु मन लाग्नुहुन्छ रेडी भएर बसिरहन्छ, क्रस गरिदिनु गयो फेरि। अब त्यसपछि सेम हिजो जस्तो हेर्नुहोस् त, क्याम्पेनको नेम एउटा दिइदिनु पर्यो है। हामी के क्याम्पेन गरेर छौँ अहिले, के क्याम्पेन गरेर होइन, तर क्याम्पेन कुन अब्जेक्टिभ हो? नन स्किपेबल भन्दा अगाडि के हो? नन स्किपेबल भन्दा अगाडि के हो? युट्युब भन्दा अगाडि के हो? भिडियो भन्दा अगाडि के हो? अवेरनेस क्याम्पेन, अवेरनेस। अब हेर्नुहोस् माथिको त बिर्सिनु भइसक्छ, सबभन्दा मेनै बिर्सिनु भइसक्यो। अवेरनेस क्याम्पेन भनेर लेखिदिन्छु म होइन, भिडियो र भिडियोमा हामी अनस्किपेबल होइन, अनस्किपेबल भनेर लेखिदिन्छु र आजको डेट। हजुर म्याम हजुर, हाम्रो पनि अवेरनेस गर्नु भएन र। यस 9 फेब 26, अनि ब्राकेटमा आफ्नो नाम पनि लेखिदिनु, अनि पछि सजिलो छ भने तपाईँले चलाएको भने हेरिन्छ। त्यो डेसिमल जस्तो के हो त्यो क्याम्पेन र भिडियो क्लिपमा के छ? ड्यास ए भिडियो नन स्किपेबल है, डेटहरूको नाम जस्ट नेम मात्र गरेको है, हामीले पछि बाहिरबाट हेर्दाखेरि सजिलो हुन्छ भनेर। भयो, नेम भयो है। अब त्यसपछि के छ, त्यसपछि एड फर्मेट भन्ने छ, यो पनि सेलेक्टै हुन्छ है। यो चाहिँ अझै बेटा, यहाँ जुन चाहिँ साइडमा हेर्नु बेटा लेखिरहेको छ नि, बेटा भनेको चाहिँ टेस्ट भइरहेको हो, गुगलले पनि भर्खर भर्खर ल्याएको हो र यसलाई टेस्ट गर्दैछु उसले, राम्रो हुन्छ कि हुँदैन भनेर। यहाँ साइडमा सानो एउटा बेटा लेखिरहेको हुन्छ,
है त्यो भनेको गुगलले पनि भर्खर नयाँ ल्याएको हो यो फिचर जो चाहिँ उसले टेस्ट गर्दैछ राम्रो हुन्छ कि हुँदैन है। र त्यसपछि छ बिट स्ट्राटेजीमा त केही गर्नै मिलेन, यो अलरेडी नै सेलेक्ट भइसक्छ है। त्यसपछि आउँछ बजेट एन्ड डेज। त्यसपछि चाहिँ अस्ति नगई क्याम्पेन टोटल राख्नुहुन्छ कि डेली बजेट राख्नुहुन्छ? डेली राखिदिउँ, डेलीमा $50 स्पेन्ड गरिदिउँ मेरो भिडियोलाई है। अब यसको एन्ड डेट पनि एक हप्ता चलाइदिउँ न, आजको डेटबाट एक हप्ता। हजुर 2 weeks भइहाल्छ भयो बोलिँदैछ, अब कन्फ्युजन छैन होला है। त्यसपछि आउँछ नेटवर्क्स। अब तपाईँले एड कहाँ कहाँ देखाउने, हिजो पनि डिस्कस भएको थियो, आई गेस अस्ति होला, अस्ति पनि डिस्कस भएको थियो। अब युट्युबमा त भइहाल्यो, अब गुगल टिभीमा नदेखाउँदा पनि भयो, नेपालमा कसरी युजै गर्दैन, त्यही भएर अन्टिक हालिदिनु। अनि गुगलको अब पार्टनर्सहरू, यो भनेको वेबसाइट र एप्सहरू जुन चाहिँ गुगलसँग, हामीले गुगल सर्च कन्सोलसँग कनेक्टेड छ नि, उनीहरूमा पनि देखाउने भयो है। यसमा टिक गर्दा पनि भयो, अनटिक गर्दा पनि भयो। नेटवर्कमा थिच्नुपर्ने हो र? हो, त्यसपछि आउँछ होला। केमा राख्ने हामी अब? गुगल युट्युबमा। युट्युबमा क्लिक गरेर अहिले गुगल टिभी रहेछ हो, ए नहुने रहेछ, काम छैन मेरो, नहुने रहेछ, रेड उ देख, युट्युब अलरेडी टिक छ मेरो। अन्टिक गर्ने कि के? अन्टिक गर्ने, गुगललाई अन्टिक गर्ने हो, गुगल टिभीलाई। ए युट्युब टिक देखाएको छ तर ट्रान्सपारेन्सी छ। यसमा अन्टिक गर्नै मिलेन नि त, किन हामी त युट्युबमा देखाउनै पर्छ। गुगल टिभीको के अरे टिक चाहिँ अन्टिकको, अन्टिकमा गुगल टिभीमा किन देखाउने, अब यो युजै हुँदैन गुगल टिभी। तल पनि टिक छ के गर्नु तर भिडियो पार्टनर्समा हेर पनि अन्टिक गरिदिनु छ, टिक गर्ने है। त्यसो यसो स्क्रल डाउन गर्नु, बुझ्नुभयो नेटवर्क। अनि अब गुगलमा युट्युबमा मात्रै देख्नुभयो तपाईँको एडहरू। लोकेसन, लोकेसनमा जानु, लोकेसन राखिदिनु, एन्टर अनदर लोकेसन गरेर अलरेडी लोकेसन छ। अब यसमा के कन्फ्युजन छ? हो सबैकोमा त्यही छ। नेपाल राखिदिने कि अरू कन्ट्रिज गरिदिने, नेपाल के गर्नु के अरे डिफ्रेन्ट राख्ने सर, एन्टर अनदर लोकेसन। आफूलाई चाहिएको चाहिँ लोकेसन राखिदिने, होल नेपाललाई त किन देखाउने हो र तपाईँको एड? काठमाडौँ, ललितपुर, भक्तपुर, हजुर हजुर, एन्टर अनदर लोकेसन। त्यसमा गएर एडभान्स सर्च गर्नु त, त्यसमा गएर चाहिँ आफ्नो चाहेको लोकेसनहरू राखिदिने। एन्टर अनदर लोकेसन गरेर एडभान्स सर्चमा क्लिक गर्नु त सर। त्यसमा पनि एक्सक्लुड पनि गरिदिनु मिल्यो, इन्क्लुड पनि गरिदिनु मिल्यो। होल नेपाललाई देखाउनु त पैसा धमाधम सकिन्छ। यहाँसम्म भयो, लोकेसन छान्नुभयो है। यसो स्क्रल डाउन गर्नु, अब ल्याङ्ग्वेजेसमा आउँछ है। ल्याङ्ग्वेजमा चाहिँ कुन कुन ल्याङ्ग्वेजहरूलाई चाहिँ हामीले टार्गेट गर्ने त? लोकेसन अनदरमै ठिक भयो, त्यसपछि अरू केही गरिएन। अब ल्याङ्ग्वेजेस सर है, ल्याङ्ग्वेजेसमा चाहिँ अब इङ्ग्लिस बोल्ने इन्डिभिजुअल्स र हिन्दी बोल्ने इन्डिभिजुअल्सहरूलाई चाहिँ हाम्रो एडहरू देखाइदिन्छौँ। इङ्ग्लिस र हिन्दी, इङ्ग्लिस र हिन्दी ठिक छ नि त, ठिक छ। यहाँ तल आइसक्यो, तल आइसक्यो भएपछि सेलेक्ट भइसक्यो भयो। त्यसमा अरू छान्दा पनि हुन्छ है, बक्समा क्लिक गरेर अब अरू क्लिक गर्दा पनि हुन्छ। हेर जस्तो यो दुइटा हुन्छ है, यसो भयो। त्यसपछि आउँछ अब के आउँछ, यो पोलिटिकल एड भन्न छ सर। भिडियो जुन ल्याङ्ग्वेजमा हाल्यो नि यो ल्याङ्ग्वेजमा ट्रान्सलेट होइन। तपाईँको यहाँ माथि पढ्नु त सेलेक्ट द ल्याङ्ग्वेज यर कस्टमर स्पिक रे, तपाईँको अडियन्सहरूले चाहिँ कुन ल्याङ्ग्वेज बोल्छ, कुन ल्याङ्ग्वेज बोल्ने देखाउने। नेपालमा पनि तपाईँको हिन्दी इन्डियन्सहरू आउँछ नि त, उनीहरूलाई पनि देखाउनु भयो। बाहिरको टुरिस्टहरू पनि आउँछ, इङ्ग्लिसबाट बोल्ने भयो, उनीहरूलाई पनि देखेँ क्या हाम्रो एड, नेपालीले मात्र होइन है। अब हाम्रो पोलिटिकल एड पनि होइन,
त्यसमा नो गरिदिनु ए नेपालीलाई अटोमेटिक देखाउँछ यसमा नेपाल अटोमेटिकली यो पोलिटिकल एडमा अनि पोलिटिकल एड हो त सर हाम्रो हिन्डा क्याम्पेनको गर्न जान लागेको पोलिटिकल एड हो र होइन त्यसमा नो गरिदिनु ए त्यसपछि अब कुनै रिलेटेड भिडियोजहरू छ भनेर सोधिरहेको छ उसले एकमा खासै नराख्दा पनि हुन्छ एकदम युजफुल चाहिँ हुँदैन है रिलेटेड भिडियोज भनेर ल अब यसो स्क्रल डाउन गर्नु एड ग्रुप नेम भन्ने छ त्यसको तल के भनेर पाउनु पाउनु त्यसको माथि एडिसनल सेटिङ्स भन्ने छ हेर्नु त्यहाँ एडिसनल सेटिङ यसो क्लिक गर्नु अब डिभाइसेसहरू सबैमा देखाउने कम्प्युटर मोबाइल ट्याब्लेट टिभी स्क्रिन सबैमा देखाउने कि स्पेसिफिकमा क्लिक गर्नुभयो भने कम्प्युटर्स मोबाइल फोन्स ट्याब्लेट्स र टिभी स्क्रिन त्यसमा सेलेक्ट गर्नु पाउनुहुन्छ तपाईँले है अनि क्लिक पाउँछ त्योभन्दा माथि नै छ माथि है डिभाइसेसमा छ है कम्प्युटर्स मोबाइल फोन्स ट्याब्लेट्स टिभी स्क्रिन्स यसमा जुन सेलेक्ट गर्दा पनि भयो अर सो अन अल एलिजिबल डिभाइस गर्दा पनि भयो सबै डिभाइसमा देखाइदिन्छ उसले सो अन अल डिभाइसेस है त्यसपछि फ्रिक्वेन्सी क्यापिङ मैले भनेको थिएँ नि तपाईँको फ्रिक्वेन्सी क्यापिङ भनेको एकैजनाले पनि बारम्बार देखाइदिइराख्नु पैसा पनि बढी लाग्यो है तर एकजनाले दुईचोटि हेर्ने बित्तिकै भ्युज त आउँदैन फ्रिक्वेन्सी क्यापिङ त नगराउने अप्सन मात्र दिएको है उसले त्यसपछि एड स्केड्युल भन्न छ अब एड स्केड्युलमा पनि अब मन्डेदेखि फ्राइडे मात्रै चलाउने कि स्याटरडे र सन्डे मात्रै चलाउने कि जस्तो तपाईँको बाहिर धेरै लागु हुन्छ कि किनभने बाहिर त स्याटरडे र सन्डे 2 दिन बिदा हुन्छ नि त त्यति बेला मात्रै मेरो एड चलाइदियो भन्नु पनि पायो कि अरू दिन चाहिँ नचलाऊ पनि भन्नु पायो है अथवा ट्युसडे मात्रै वेडनेसडे मात्रै थर्सडे मात्रै फ्राइडे मात्रै सन्डे मात्रै भन्नु पनि पायो है अप्सनल त्यसमा पनि यतिकै छोड्दा पनि भयो यो अल डे नै चल्छ है अनि जुन टाइम फ्रेममा उसले राम्रो एड दिइरहेछ त्यही टाइम फ्रेममा उसले बढाएर पठाइन्छ द्याट्स एड स्केड्युल बुझ्नुभयो है त्यसपछि थर्ड पार्टी काम छ यति हो मात्र काम छ थर्ड पार्टी मेजरमेन्ट बुझ्नुभयो है अब त्यसपछि एड ग्रुप नेम भन्न छ अब एड ग्रुप नेममा पनि माथि जुन चाहिँ हामीले राखेको थियो नि त्यसरी त्यही राखिदिनु पर्ने अवेरनेस भिडियो केवल अझै यसमा प्रोडक्ट पनि राखिदिनु लाइक कता कति आज 9 Feb 2026 आज मिल्छ बजेट पनि राखिदिनु मैले के राखेको छु $50 पर डे सजिलो हुन्छ चाहिँ $30 पर डे होइन बाहिरबाट नझै झन् फास्ट भयो अझै सजिलो भयो कि अवेरनेस भिडियो क्याम्पेन अवेरनेस भिडियोमा पनि हामी अनस्किपेबल राख्यौँ त्यसमा हामी हिन्डको गर्न लाग्छौँ नि त सर अहिले इक्जाम्पल लिन लाग्यो अनि पैसा जुन प्रोडक्टको राख्ने हो त्यसको राख्दाखेरि सजिलो है मैले इक्जाम्पल मात्रै दिएको आजको डेट अनि कति डलर राखेको छौँ त हामीले नामै राख्नुभयो भने चाहिँ सजिलो अन्त $50 पर डे राख्नु लाइब्रेरी हेर्दाखेरि आफै देख्छ है भयो नि एसमिन भयो है त्यसपछि आउँछ अब यसो स्क्रोल डाउन गर्नु हामी अडियन्स भन्ने सेक्सनमा आउँछौँ है अडियन्स भन्ने सेक्सन छ है त्यसमा पनि अब डेमोग्राफिक्समा जानु डेमोग्राफिक्समा पनि त्यही अब हेर्नुहोस् त जेन्डर एज एडिसनल डेमोग्राफिक्समा जानु हो पेरेन्टल स्ट्याटस अब हाउस होल्ड इन्कमहरू चाहिँ आइरहन्छ यसमा डेमोग्राफीलाई खिच्ने सबै टिक छ अब अनटिक गरिदिने आफ्नो नचाहेको
अननोनलाई चाहिँ है अब एज पनि मिलाइदिने आफ्नो प्रडक्ट सर्भिस अनुसार 25 देखि 45 राखिदिन्छु 44 है जेन्डर एज अनि एडिसनल डेमोग्राफिक्स पनि हेर्नुहोस् न पेरेन्टल स्ट्याटस पनि छ कोहीलाई देखाउने नदेखाउने भनेर अब यसमा चाहिँ केही कन्फ्युजन हुँदैन होला है एडिसनल डेमोग्राफिक्समा पनि पेरेन्टल स्ट्याटसमा पनि तपाईँले टिक अनटिक गर्नु पाए कोहीलाई देखाउने कोहीलाई अनटिक गर्नुभयो भने चाहिँ नदेखाउने भयो है अब फेरि स्क्रोल डाउन गर्नु अब अर्को चाहिँ फेरि इन्ट्रेस्ट एन्ड डिटेल डेमोग्राफिक्स ल अब यसमा हामी ह्युन्डाईकै बनाउन छौँ सो त्यही भएर मोटर भेहिकल्स ह्युन्डाई अटो भेहिकल्स होन्डा किया यो चाहिँ सबै तपाईँको अडियन्सको सेगमेन्टहरू हो है गुगलले बनाएको अटो इन्थुजियास्ट भेहिकल ट्रान्सपोर्टेसन एसयुभी निसान मोटर भेहिकल निसान मोटरसाइकल त भएन मोटरसाइकल भनेको टु विलर्स भयो भनेको माज्दा हाम्रो कम्पिटिटर्स अब एसयुभी गाडी अरू के छ फाइनेन्सियल सर्भिस काम छैन हजुर सेल गर्नु पर्यो उनीहरूलाई मात्रै देखाउनु भयो हाम्रो एड्सहरू इन्ट्रेस्ट एन्ड डिटेल डेमोग्राफिक्समा है इन्ट्रेस्ट गर्ने होइन इलेक्टिभ पावर इन्ट्रेस्ट एन्ड डिटेल डेमोग्राफिक्स एउटा छ सर्चमा है अर्को छ ब्राउज त्यसकै साइडमा छ है र सर्च पनि गर्न मिल्यो अर्को छ ब्राउज पनि अस्तिकै सेम ब्राउजमा पनि तपाईँले इनडेप्थको पनि इनडेप्थमा जानु पायो है मोबिल भेहिकल्सको पनि अब के छ यसमा अटोमोबाइल्स पार्ट्सहरू भयो भेहिकल्स भयो के साइडमा छ नि सर्चको साइडमा ब्राउज छ यहीँ छ यसको साइडमा ब्राउज यहीँ छ अगाडिदेखि हामी अडियन्समै छ इन्ट्रेस्ट एन्ड डिटेल टार्गेटिङकै सेक्सन सर्च सेक्सनमा छौँ सर्चको साइडमा ब्राउज त्यसमा आफूले चाहेको प्रोडक्ट र सर्भिस अनुसार अडियन्सहरू छान्नु पर्यो सरले हाम्रो अहिले सबैजना अटो इन्थुजियास्ट हो त्यही अनुसार सेगमेन्ट्सहरू छान्नु पर्यो अब कुनै रेस्टुरेन्टहरू खोलाख्नु भएको छ रेस्टुरेन्टहरूको लागि फुड एन्ड ड्रिङ्क्स गरिदिनु पर्यो कुनै गिफ्टहरू बेचिराख्नु भएको छ गिफ्ट एन्ड डेकोरेसन सेलेक्ट गर्नु पर्यो कुनै घरको सामानहरू बेचिराख्नु भएको छ भाइ होम एन्ड गार्डन भयो डिफ्रेन्ट छ यसमा रियल स्टेट म्युजिकल इन्स्ट्रुमेन्ट गिटारहरू बेचिराख्नु भएको छ भने म्युजिकल इन्स्ट्रुमेन्ट एन्ड एक्सेसरिज सेलेक्ट गर्नु पर्यो त्यो चाहिँ डिफ्रेन्ट भयो इन मार्केट लाइफ सबै त्यस्तो छ है भयो सर्व है अब त्यसपछि यसो स्क्रल डाउन गर्नु अब के छ अब यो डेटामा अहिले काम छैन त्यसपछि अब अडियन्स एक्सपेन्सन भन्ने छ अडियन्स एक्सपेन्सन छ अडियन्स एक्सपेन्सन यसमा अब तपाईँले टिक गर्नुभयो भने हामीले माथि जति पनि डिटेल अडियन्सहरू सेलेक्ट गरेको छौँ नि त्यसकै सिमिलर खालको अडियन्सहरू चाहिँ उसले इन्क्रिज गरिदिन्छ लुक लाइक अडियन्सहरू खोजेर चाहिँ उनीहरूलाई पनि हाम्रो एडभर्टिजमेन्टहरू चाहिँ देखाइदिन्छ हामीले माथि छुट्यायौँ भने जो अझै गाडीमा इन्ट्रेस्टेडहरू छन्
र उनीहरूलाई नै हाम्रो गाडीको एड चाहिँ देखाइदिन्छ भयो अडियन्स इनेबल अडियन्स एक्सपेन्सन है यसमा क्लिक गर्नुभयो भने अझै बढाइदिन्छ हाम्रो भिडियोजहरू एड्सहरू विथ लोकलाइक अडियन्स है अब त्यसले फेरि सेम हेर्नुहोस् यहाँ किवर्ड टपिक र प्लेसमेन्ट भन्न छ अब किवर्डमा राख्नु पर्यो किवर्डहरू है हिन्डाईकै बनाइरहेको छौँ हामीले सो हिन्डाई नेपालमा जानु वेबसाइटमा राखिदिउँ यहाँ यसो कपी गर्ने अब हिन्डाईको वेबसाइटलाई यहाँ ल्याएर साइडमा पेस्ट गरिदिने अनि इन्टर हाल्नु यो त्यो वेबसाइटलाई स्क्यान गर्छ र स्क्यान गरिसकेपछि हाम्रो किवर्ड्सहरूले आफै दिन्छ आफै दिएपछि जस्ट प्लसमा क्लिक गरेर जुन चाहिँ यता आइरहेको छ नि यहाँ लेफ्ट साइडमा यो भनेको चाहिँ हाम्रो क्याम्पेनमा हामीले एड गर्दैछौँ किवर्ड्सहरू इन्डियाको के राख्ने सर वेबसाइट हाल्नु सर गुगलमा नयाँ ट्याबमा जानु यहाँ टाइप गर्ने होइन है नयाँ ट्याबमा गएर lakshmihyundai.com भनेर बस्नु उसको वेबसाइट खोल्नु पर्यो त्यसलाई कपी गरेर उता राखिदिनु अपॉर्चुनिटी कहाँ सर तर त्यो के दिन्छ इन्डियाको यहाँ यसमा त प्रोडक्ट राख्ने माथि चाहिँ तपाईँको वेबसाइट राख्नु पर्यो तर चाहिँ प्रोडक्ट र सर्भिस प्रोडक्ट कस्तो सर्भिस भन्दा उनीहरूको हिन्डाई सर्भिस सेन्टर त्यो त सर्भिस हो नि त उनीहरूको प्रोडक्ट भनेको हिन्डाईको क्रेटा प्रोडक्ट भयो अब वाच घडी जे पनि हुन्छ कि प्रोडक्ट त अहिले राखेको छैन हामीले वेबसाइट मात्रै राखेको अनि यता हामीले एड गर्दैछौँ प्लसमा क्लिक गर्दै जाने हाम्रो यता आउँछ अनि यो भनेको क्याम्पेनमा चाहिँ एड भयो तर त्यो रेटमा 15 भनेर देखाएको छ नि त अब त्यो बल्बको साइन जस्तो हाम्रो यता देखाएको छैन यो त अर्कै हो सर यो किन भन्दा यो त अर्कै यो त ग्रामरली भयो यसो भयो तपाईँको भयो यो त किवर्ड्स आएको है हाम्रो क्याम्पेनमा किवर्ड्स आएको यसमा तपाईँले तल यहाँ एन्टर सिफ्ट एन्टर हानेर थप्दै जाँदा पनि भयो किवर्ड जति थप्दा पनि भयो है यो किवर्ड भयो अब टपिक्समा जाउँ टपिक्समा पनि हाम्रो अडियन्सहरू चाहिँ कस्तो खालको टपिक्सहरू के अरे टपिक्समा चाहिँ कुरा डिस्कस गर्दैछ कस्तो खालको टपिक्समा इन्ट्रेस्टेड छ त्यस्तो खालको अडियन्सहरूलाई पनि हामीले सेलेक्ट गर्नु मिल्यो अब अटो एन्ड भेहिकल्स भनेर छ हाम्रो गाडी पनि त्यही भयो अटो एन्ड भेहिकल्स र त्यस्तै खालको टपिक डिस्कस गर्ने इन्डिभिजुअल्सहरूलाई मात्रै हाम्रो एडभर्टिजमेन्ट देखाइदिने भयो अहिले अरू पनि हेर्नु त्यसमा त्यसमा होइन टर्नै हुन्छ नि या एसयुभी अनि यहाँ सेलेक्ट गर्ने बित्तिकै माथि आउँछ क्या ह्याचब्याक सेडान हिन्डाई त हिन्डाई भइहाल्यो ल लेक्सस मिल्छ सेभले भल्सव्यागन सर्च गर्ने छैन भने छैन भने चाहिँ सर्च गर्नु पर्यो रियल इस्टेट के देखाइरहेको दिन सक्छ त्यो पनि दिन सक्छ त्यो चाहिँ टिक नगर्ने आफै नभएको भयो ब्राउजरमा जाने त्यसमा क्लिक गर्ने ब्राउजमा जानु अनि अब खोज्नु पर्यो कुन कहाँ के छ भनेर क्लिक गर्ने अटो भेहिकल हो त्यहाँभित्र पनि हेर्नु अझै त्यो भनेको बाइसाइकल इन्ट्रेस्ट भएको अडियन्सहरूले देखाउने हो कि त्यो त मिलेन बोर्ड पनि काम भएन क्याम्पर्स एन्ड आरभी त्यो पनि काम भएन कमर्सियल भेहिकल ठिक छ गर्नु मोटर भेहिकल ठिक छ गर्नु हुन्छ एउटा मात्रै सेलेक्ट भइहाल्यो नि अटो एन्ड भेहिकल्स पनि सिलेक्ट भएर के त्यसभित्र जानु न अटो भेहिकलमा अटो एन्ड ब्राउजमा जानु अटो एन्ड भेहिकल्सको भित्र जानु त अझै डिटेल छ त्यसमा साइडमा एरो साइडमा एउटा एरो छ नि सर हो भित्रको नि भित्र जानुपर्छ है अझै भित्रको पनि भित्र त्यो साइडको एरोमा थिच्ने अनि होइन यहाँ माथि आउँछ टन्न आइसी होला तपाईँहरूको पनि
माथि माथि यो टी भन्नु बित्तिकै तपाईँले सेलेक्ट गर्नुभयो क्या यहाँ माथि आइसक्यो भेहिकल्स भित्र छ भनेपछि त त्यो अटोमेटिक त्यो भित्रको सबै सेलेक्ट भयो होइन र त्यसभित्र पनि हाम्रो अझै इन डिटेलमा सेलेक्ट गर्दाखेरि राम्रो हुन्छ हुन सबै पनि हुन्छ तर भएको सबैले देखाइदिनु भयो क्या बाइसाइकलदेखि लिएर बोटदेखि लिएर जो जो इन्ट्रेस्टेड छन् अलिक भेग भयो कि We solve the problem, no? Topic, the topic. अरू पनि हेर्नु सकेको छ भने सेलेक्ट गर्नुभयो गाइस हेर्नु न यसो अझै रिसर्च गर्नु कुन कुन मिल्छ कुन कुन मिल्दैन आँखा मेरो त तेज नभएर होला टाइम है यो भयो तपाईँको टपिक्सहरू है है मेरो धेरैवटा टपिक छ मैले सेलेक्ट गरिसकेँ है यसो स्क्रोल डाउन गर्नु अब अरू के छ अब प्लेसमेन्ट छ प्लेसमेन्ट भनेको मैले अस्ति भनेको थिएँ नि यसमा तपाईँले कुनै एउटा युट्युब च्यानलमा मात्र पनि देखाउनु पायो कुनै एउटा भिडियोमा मात्रै तपाईँको एड्सहरू पनि देखाउनु पायो त्यो भनेको स्पेसिफिक च्यानल र स्पेसिफिक भिडियोमा मात्रै मेरो एड प्ले गरिदियो भनेर पनि भन्नु मिल्यो तर के हुन्छ यसमा गऱ्यो भने पैसा धेरै लाग्छ किनभने मैले त एउटा मात्रै देखाउ भनेको छु नि त एक्सपेन्सिभ हुन्छ यो चाहिँ है जस्ट हजुरलाई भनिदिएको मात्रै यस्तो पनि गर्नु मिल्छ भनेर बट इट्स एक्सपेन्सिभ सकेसम्म मान्छेले गर्दैनन् धेरै जस्तो क्लाइन्ट्सहरू चाहिँ गर्दैनन् बुझ्नुभयो मैले बुझाएको म्याम हजुरलाई यसमा राख्नुभयो भने चाहिँ तपाईँले स्पेसिफिक एउटा भिडियो अर स्पेसिफिक एउटा च्यानलमा मात्र देखाउनु पायो यही प्लेसमेन्टमा है भयो त्यसपछि अब क्रिएट योर भिडियोमा छ के गर्नुपर्ने छ है त्यसपछि क्रिएट योर भिडियो छ अब त्यसमा उसले एउटा युआरएल मागिरहेको छ अब त्यहाँ पढ्नुहोस् त ट्याक्कै युट्युब भिडियोको तल के लेखिरहेको छ त्यहाँ भनेपछि यसमा हामीले 5वटासम्म भिडियोहरू चाहिँ राख्नु पायो यसपछि उसले अर्को बक्सहरू दिन्छ सर त्यही भित्र अलिकति गाह्रो हुन्छ है एउटा बक्स ट्राई गरौँ त सर अब ह्युन्डाई क्रेटाको राखौँ त है होइन युआरएल यहाँ त कहिले पनि टाइपै गर्नु हजुर 30 सेकेन्डमा तलको मात्रै राख्नु यसमा अर्को भनेको 30 सेकेन्डभन्दा माथिको भिडियो हुनु भएन स्किपेबल एड्स भनेको जहिले पनि 30 सेकेन्डभन्दा कमै हुनुपर्छ अब युट्युबमा जानु युट्युबमा अर्को ट्याबमा युट्युबमा जानु ह्युन्डाई क्रेटा भनेर सर्च गर्नु होइन म एकचोटिको लागि यहाँ दुई मिनटको राखेर हेर्नु 30 सेकेन्ड खोज्नु पर्यो हेर्नुहोस् त मैले यहाँ 2 मिनटको राखेँ तर उसले के भनेको छ 5 सेकेन्डदेखि 30 सेकेन्ड भित्रको मात्रै चाहिँ भिडियो खोज्नु पर्यो है हामीले ह्युन्डाई क्रेटा 30 सेकेन्ड्स भिडियो खोइ त यो फ्री हो त्यसको लिङ्क यो सेभ गर्दै हजुर 30 सेकेन्ड भन्दा थोरै हुनु पर्यो बुझ्नु पनि भयो
Share box. मैले 6 सेकेन्ड गरेर घटाएँ त्यसलाई अब कपी गरिदिनु कपी गरेर यहाँ गएर पेस्ट गरिदिनु एउटा आयो एउटा राख्ने बित्तिकै अब अर्को बक्स पनि आउँछ यसरी नै 5वटासम्म राख्नु मिल्यो युट्युबमै यहाँ टाइप गर्ने होइन युट्युबमा जानु पर्यो एउटा हेर्नेकै रिलेटेडहरू त धेरै दिन गर्छ छोटो भिडियो बल्ल डेटा आयो कति सेकेन्डसम्म चाहिँ 30 सेकेन्डसम्म चाहिँ हुनु पर्यो ए 32 के 30 सेकेन्ड भन्दा कम हुनु पर्यो है choose a value between 30 सेकेन्ड भन्छ के कति 80 सेकेन्डको भएछ त्यो नलिँदा 31 सेकेन्ड लिँदो रहेछ 30 सेकेन्ड भन्दा कमको मात्र लिन्छ 29 सेकेन्ड फेरि अर्कै हेर्नु पर्यो हुँदै नेपालीकै पेजमा छ है युट्युब पेजमा छ 10 सेकेन्डको एउटा भिडियो हिँडाक मात्रै गरे हिँडाकै गर्नु पर्ला हुन्छ हिँड्दै नेपाल गरिदिनु उनीहरूको पेज खोल्छ त्यसमा 6 सेकेन्डको एउटा भिडियो छ युट्युबमै पेज छ त त्यस्तो हिँड्दै नेपाल युट्युब सर्च गरेकै हिँड्ने नेपाल मेरोमा त कति पेजमै जानु पर्छ धेरै छ सर हजुर कि पेजमै जानु पर्यो पेजमा जानु पर्यो सर हिँड्दै नेपाल भनेर सर्च गर्नु न हेर्नुहोस् न राइट बोर्डमा हिँड्दै नेपाल भनेर फेरि युट्युबमा फेरि बस्नु न 30 सेकेन्ड कमको भिडियो यो वेबसाइट खुल्यो पेजमा जान्छ कहाँ जानु पर्ने जस्तो वेबसाइटको खुल्यो लक्ष्मी हुँदै सर युट्युबमा जानु युट्युबमा गएर लक्ष्मी हुन्डाई नेपाल भनेर लेख्नु उनीहरूको पेज आउँछ पेजमा क्लिक गरिदिनु त्यसमा एउटा भिडियो छानिदिनु अनि अन्त जुनै भयो भने भिडियो छान्दा पनि भयो पाँचवटासम्म राख्नु मिल्यो 5वटा राख्नुपर्छ भन्ने चाहिँ छैन ठिक छ भयो कमसले हेरिदिनु त्यहाँ एकचोटि के भएको रहेछ खालको यो देखाउनु चाहिँ कसरी देख्छ पालो पालो यो चाहिँ पालो पिरो देखाइदिन्छ अनि जुन चाहिँ भिडियोलाई राम्रो टिकहरू आएर चाहिँ त्यसलाई नै फोकस गरिदिन्छ यसै डियो फेरि अर्को कोठा खुल्दा
हो एउटा मात्रै राख्ने अब बाटोला त्यो उसले मागेको व्यक्ति चाहिँ विशेष हुन्थ्यो ए ल राइट साइडमा देखाएछ राइट देखाउँछ होला है यसरी त्यही जितेर रहेछ 6 सेकेन्ड देखिहाल्छ 6 सेकेन्ड पछि लाइक स्किप गर्नु मिल्यो नि त है त्यही छ त्यही हो मेरो हो त्यही राख त्यसपछि फाइनल युआरएलमा चाहिँ मान्छेले अब यो एड देखेपछि क्लिक त गर्छ नि त क्लिक गरेपछि कुन चाहिँ वेबसाइटमा पठाउने त नेपालको अब क्रेटामा पठाइदिनु केटाको पठाइदिनु पर्यो क्रेटाको खोल्नु मान्छेले युआरएल कपी गरेर त्यहाँ गएर पेस्ट गरिदिनु पर्यो वेबसाइटै हाल्दा भएन हुन्छ अस्तिकै सेम है यो त के टिक्नु चाहिँ छैन होला सबै सेम छ त्यो पार्ट 1 पार्ट 2 त्यो पार्ट 1 पार्ट 2 मा चाहिँ सर फर्स्टमा हिउँडै लेख्नु अर्कोमा चाहिँ नेपाल लेखिदिनु है अनि यसरी आउँछ क्रेटा लेख्ने कि यता जे लेख्नु भएको हुन्छ टेक्स्ट मात्रै हो यता लेख्नु भयो नि त्यहाँ यता आउँछ कि अनि त्यसो हिन्डा नै लेख हिउँडै स्ल्यास नेपाल लेखिदिनु न किनभने क्रेटा हिन्डाकै पार्ट 2 पार्ट 2 मा नेपाल म त हिउँडा क्रेटा लेख्दा पनि भयो हिउँडा क्रेटा लेख्दा पनि भयो हिउँडा नेपाल लेख्दा पनि भयो जस्ट टेक्स्ट मात्र आउँछ कि सर यसरी यहाँ टेक्स्ट मात्र आउँछ त्यसको क्रेटा लेख्यो क्रेटाको गरि यो टेक्स्ट आउँछ है कल टु एक्सनमा के गरेको थियो हामीले हिजो सर फाइनली युआरएलमा कहाँ खोलेर यो मान्छेले एड क्लिक गरेपछि कहाँ लगाउनु पठाउने त उनीहरूले वेबसाइटको युआरएल मेन वेबसाइट हो अब हामीले हिउँडा क्रेटाको गर्दैछौँ नि हजुर सो वेबसाइटमा पनि क्रेटाकै फर्स्टमा खोल्नु पेज हजुर अनि यहाँ क्रेटा आएपछि पहिला यसरी कपी गरेर उता पेस्ट गरिदिनु पर्यो कल टुमा है भयो है अब कल टु एक्सनमा क्लिक गर्नु त्यसमा चाहिँ अब के राख्ने त बुक नाउ गाडी त बुक गर्छन् मान्छेहरूले धेरै जस्तो बुक नाउ राखिदिउँ न यो सेम हो म्याम अस्ति गरिसकेँ होइन तर सेम हो अस्ति त अर्कै गरेको बुकनाममा राख्ने होइन हजुर युआरएल राख्ने होइन बुक नाउ बटन सिटिए बटन भयो नि बुक नाउ भनेको त युआरएल त यहाँ फाइनल युआरएलमा भइहाल्यो नि माथि बुकनाम क्लिक गरे बुकनाम आयो बुक नाउ राखिदिनु ठ्याक्क बटन आउँछ नि साइडमा यसरी टिभीमा हेर्न सक्नुहुन्छ ए बटन बुक नाउ बुकनाम बटन अब त्यसपछि के आउँछ हेडलाइन अब हेडलाइनमा उसले आफै अप्सनहरू पनि दिइरहेको छ के गरी अप्सनहरू दिएन भने च्याट जिपिटी अप्सन युज गर्दा पनि भयो अल इन्डिया क्रेटा भन्ने दिइरहेको छैन अब सजिलो क्रेटा नेपाली राखेको छ अप्सन के गरी मन परेन भने म अस्ति प्रम्प्ट पनि पठाउँछु नि तपाईँलाई च्याट जिपिटीको लागि त्यो प्रम्प्ट राखिदिने च्याट जिपिटीबाट कपी पेस्ट गरिदिने अनि 30वटासम्म मात्र मिल्छ यसमा क्यारेक्टरहरू 30भन्दा बढी क्यारेक्टर मिलेन लिमिट के को म्याम हाइलाइट गरेर बुकनाम होला त्यसले चाहिँ हटाउनु पर्छ भएन अप्सन के देखाएन भयो आफै टाइप गर्ने अप्सन देखाएन भने चाहिँ मैले भने नि कि च्याट जिपिटीमा जानु पर्यो भयो अब त्यसपछि लास्टमा के छ त्यसपछि अब एड नेम भन्ने छ अब हेर्नुहोस् है एड क्रिएसनमा यो त एउटा मात्र आयो नि त एड त्यसरी नै यहाँ अब तपाईँलाई अझ अर्को एडहरू चाहियो भने यहाँबाट अझ एड पनि गर्नु पर्ने न्यू भिडियो
एड क्रिएसनमा एउटा मात्र एड छ अझ एड गर्नु पर्यो भने सेम यसरी एड न्यू गरिदिनु नम्बर है अब लास्टमा छ बिड सिपिएम भन्न छ उसले है त्यो भनेको कस्ट पर माइल है कस्ट पर 1000 भ्युज पनि भन्छ है यसमा चाहिँ अब 1000जना इम्प्रेसन ल्याएको बापत चाहिँ हामी कति तिर्ने भनेर हामीले सोधिरहेछ है यसमा $2 त अलिकति धेरै भयो तपाईँको यहाँ दिइरहेको हुन्छ नि $2 कतिको $1 होला कसैको डिफ्रेन्ट डिफ्रेन्ट होला यसमा चाहिँ म सकेसम्म 0.5 मात्र भन्छु त्यति हालिदिने अँ। 0.05 कि 5 0.5 सर ठिक हुन्छ 0.5 हुँदा उसले यो बिड माइट बी टु लो भनिरहेछ 0.5 हाल्दा 50 पो भन्नु है 0.5 मा उसले टु लो भन्छ त्यो पनि अब बिजनेस हो उसले भन्नु त भनिहाल्छ उसको हिसाबमा चाहिँ मेरोमा चाहिँ 2.52 देखाइरहेछ हजुरमा डिफ्रेन्ट डिफ्रेन्ट होला एड नेममा पर्दैन यसमा अब एड वान मात्र राख्दा नि सर हामीले यो एड गर्नै छोडिदिनु सर यो एकजनालाई देखाउँदा यति भनिसक्यो कि 1000जनालाई देखाउँदा 1000जना देखाएको बापत चाहिँ उसले यो पैसा काट्छ है सिपिएम भनेको चाहिँ त्यो यहीँ साइडमा लेखिरहेको चाहिँ टार्गेट सिपिएम भनेको कस्ट पर 1000 इम्प्रेसन 1000जनाले देखेको बापत चाहिँ यति पैसा काट्छ उसले हाम्रो त किनभने रिच हो नि त मासमा देखाउनु पर्यो सो 1000जना देखाएको 1000जना इम्प्रेसन आएको बापत 0.50 काट्छ उसले क्यापा छैन भ्युज देखाउनेको त्यही यो ठुलो भने यस्तो भन्दा पनि देखाउँछ बिजनेस उसले देखाइदिइहाल्यो तपाईँको मैले धेरै पैसा अब हामीबाट तान्न खोज्छ नि त त्यो यदि सजिलो गरेर ठुलो भयो भने के हुन्छ मलाई क्यापा गर्ने सब्जी हाल्छ थोरै पनि हुन्छ है थोरै पनि जाउँ सर मजा जाउँ भयो यहाँसम्म सर है यहाँसम्म भयो है हजुर नामको भयो लास्टमा गएर अब क्रिएट क्याम्पेन गरिदिने सबभन्दा सजिलो होला है यो चाहिँ सजिलो कन्टिन्यू त्यसरी भइसक्यो तपाईँको क्याम्पेन रेडी भइसक्यो तपाईँले अब डलर कार्ड राखिसकेपछि अटोमेटिकली चल्छ कन्टिन्यू टु ओभर भ्युमा लगेर डलर कार्ड हालिदिए यो तपाईँको रेडी भइसक्यो अब कन्टिन्यू टु ओभर भ्यू गरिदिनु यहाँसम्म भयो है हेर्नुहोस् न यो कङ्ग्रेचुलेसन्स भन्नु आयो सबैको यो क्याम्पेन इज रेडी त्यसले कन्फर्म गरिदिनु कन्फर्म इट्स यो तपाईँ हो कि होइन कन्टिन्यू भनेर टु ओभर सोध्नु भ्युमा थिच्ने कि त अब पासवर्ड राख्नु त्यसमा हजुर कन्टिन्यू टु ओभर भ्यू गरिदिनु त्यसमा हामी ड्यासबोर्डमा जान्छौँ अब हेर्नुहोस् है क्याम्पेन हाम्रो पब्लिस भइसक्यो तर इम्प्रेसन चाहिँ आएको छैन किन भइसकिरहेको छैन पेमेन्ट मेथड इज मिसिङ भन्दा छ उसले एउटा फिक्स गर्नलाई चाहिँ यहाँ गएर पेमेन्टको डिटेल चाहिँ राखिदिनु पर्यो द्याट्स इट रन मजाले कुद्नु थाल्छ अनि यसरी तल आउँछ है इम्प्रेसन्स तपाईँको भ्युज तपाईँको पैसा कति काटिरहेछ भनेर यहाँबाट चाहिँ यहाँ पेमेन्ट गर्नु पर्यो कि कहाँ गर्थ्यो के छ त फिक्स इट एउटा यहाँ छ अस्तिदेखि एउटा सर यता छ अर्को भनेको यहाँ लेफ्ट साइडमा पनि छ है हेर्नुहोस् त लेफ्ट साइडमा बिलिङ भनेको पनि छ गरिसकेपछि बिलिङमा आउने हुन त फर्स्टमै जानुपर्ने हो किनभने फर्स्टमा हामीले पेमेन्ट मेथड भनेर राख्छौँ नि बिलिङमा हामी सब पेमेन्ट मेथड राखिदिनु के अरे डलर कार्ड हाल्नु चाहिँ फिक्सिटमा जाने ट्युसनमा जाँदा पनि भयो अर यहाँ साइडमा बिलिङमा पनि छ नि सर अँ। बिलिङमा गएर पेमेन्ट मेथडमा जाने ए हेरेर राखिदिनु नि हेरौँ यहाँ थिचेर हेरौँ अहिले त क्यान्सल भइरहेको तपाईँको अकाउन्टै क्यान्सल छ राख्न दिँदैन भने ए नयाँ बनाउनु भयो भने चाहिँ फर्स्टमै माग्छ उसले त्यही भएर मैले हजुरलाई मेरो अकाउन्ट दिएको कारण नै त्यही हो फर्स्टमा तपाईँले नयाँ बनाउनु भयो भने उसले $10 काट्छ काट्छ हाल्नै पर्छ नि कार्ड त्यो $10 को हामीले एड पनि चलाउनु पाउँछ त्यो क्रेडिट पनि दिन्छ तर यो कस्तो स्प्याम ad? स्प्याम के आफै स्प्याम नहोस् केटाले दिने कुरो भयो नपत्ता लाग्ने बुझ्नुभयो अब यसरी नै अब अरू पनि क्याम्पेन्सहरू पनि लगौँ यस्तै यस्तैहरू बनाएर सबै यस्तै यस्तै हो हुन्छ एउटा क्याम्पेन सक्यो अब यो भयो अब बाँकी सजिलो क्या सकिन्छ त्यो चाँडो
यो भयो जिमेलमा डाइरेक्टली ट्याग होइन होइन जिमेलमा गएर हामी डिरेक्टली यता हाल्यौँ त्यो ए वाला साइन इनमा क्लिक गर्दा 9 डटमा 9 डटमा क्लिक गरेर गुगल एड्स भन्नु छ त्यहाँ क्लिक गरेर यसमा गुगल एड्स अकाउन्टमा हाल्नु सर अस्तिको अर्डरमा मोनामी आफ्नो म चाहिँ हस्पिटल जाने कति टिकट त हस्पिटल तर यो सजिलो रहेछ है सर तपाईँ अप्सनहरू अगाडि यसो के हो त्यो अप्सनहरू बुझ्यो ठिक गरेछ यो मेटा एड्स हामीले फर्स्टमा सिक्यौँ नि त त्यो भएर सजिलो लाग्छ मैले तपाईँले सिधै गुगल एड्स देखाएको त तिरिमिरी हुँदैन अझै प्र्याक्टिस चाहिन्छ अझै अलिकति सजिलो छ यो भयो गीतहरू त त्यो लो फुड कन्टेन्ट भनेर मोनिटाइजै गरिदिँदैन के भन्दैछ त्यो गीतहरू लो फुड कन्टेन्ट भन्ने हुँदो रहेछ होइन लोवर फोर्ट लोई फुड लोई फोर्ट त्यसमा चाहिँ के हुन्छ भन्दा हामीले अब सबै एआइकेबाट गऱ्यौँ नि त होइन अनि हाम्रो ह्युमेनी फुड त के छ भने एआइके फुड छ नि त अनि लोई फुड कन्टेन्टलाई राखिदिएको छु त्यसलाई चाहिँ युट्युबले अनि मोनिटाइज चाहिँ नगरिदिँदैछ अनि मैले यो च्यानल अफ गरेँ पेडमा पनि हजुर पेडवाला हामीले दियो भने सब्सक्रिप्सनहरू है त्यो चाहिँ पेडमा चाहिँ हुन्छ होला हामीले त अस्ति नभए सबै अनपेडमा गरेको थियो नि त अनपेडमा त उसले मोनिटाइज गराउँदैन मैले पेडवाला भर्सन लिएँ भने पेडवाला त दियो नि पेडवाला त कपिराइट पनि लाग्दैन तपाईँले आफै बनाउनु पायो सर अनि पेडवाला भर्सनमा चाहिँ रियलवाला गीत युज गरेर पनि के फरक पर्दैन रियलवाला गीत रियलवाला गीत चाहिँ एआईको भोइस त्यो चाहिँ अलिकति हुन्छ कपिराइट नयाँ बनाउनु पऱ्यो क्या नयाँ बनाउनु चाहिँ पऱ्यो न त उसले कपिराइट ठोकिहाल्छ सेयर गर्नु त खै हेरौँ हजुर हजुर यसो हेर्दै गएको त्यो मेरो एआईको सङ पनि त्यो रिलमा रेडी भएछ ओरिजिनल सङ भनेर हालिदिनु सर हाल्नु मिल्दैन हो र म त थाहा थिएन उम्, रिलले त्यो रेडी गरिदिएछ कि त्यो कसरी मैले त केही पनि गरेको छैन ए टिकटकै एले त हेल्प गरेको थियो एडिटको लागि यसो हेरेर कि अरूको गीत आफ्नै गीतमा गर्छु भनेर अनि त्यो रेडी ओरिजिनल सङ भनेर राखेको रेकमेन्ड गरेको छ मेरो है त कस्तो राम्रो ब्लेसिङ दिएछ एउटा स्ट्रेन्जरले लाइफ अन के रहेछ त्यो हेर्नु है त ए ओके कुन चाहिँ यो पनि हो हेर्नुहोस् त उहाँले त धेरै राख्नु भइसक्यो हेर्नुहोस् गाइस त उहाँले त टिकटकबाट के अरे टिकटक अरे एआईबाट पुरै राखेर नाइस मेरो टिकटकमा यसमा हेरौँ है परिवारसँग खुसी बाँड जीवन आफै सुन्दर हुन्छ परिवारसँग खुसी बाँड यतिकै चल्छ कति मजा लेख्नु भएको ल अब 27 लाइक्स भनेको राम्रो हो एआई जीवन आफै सुन्दर हुन्छ स्ट्रेन्जरले अनि कति होला हो तपाईँको नेपालमा यस्तो यस्तो धेरै चल्छ नि जुन चाहिँ भगवान्हरूको हुन्छ नि मोटिभेसनलहरू अब यस्तो यस्तो पनि चल्छ अझ बोलेको बनाइदिनु यो झन् गजब हुन्छ कुकुरहरूले बोलेको वाला यस्तो यस्तो हो अर्को भनेको तपाईँको यस्तो एनिमल्सहरूको फोटोबाट पनि इन्टरभ्यू दिँदैन कि नेपालीले बोल्छ नि त ए माथि मेरो साउन्ड यसो गऱ्यो कस्तो रहेछ यहाँ मेरो साउन्ड बाख्राहरूले गर्छ नि हो यस्तो राख्दैन कि अलिक इन्ट्रेस्टिङ हुन्छ अलिक कमेडी बनाइदियो एउटा पाहाडको ग्रुप छ नि मसहरू तान्ने कमाएर गर्ने ए हुन्छ ऊ यस्तो यस्तो राखिदिनु ल मैले सर्च गर्ने बित्तिकै कति धेरै आइसक्यो गाइस त मैले के भन्नै पर्दैन यस्तो यस्तो चलेको टुहरू राखिदिने गीतहरू रमाइलो छ नि
million. You know the 3 million likes. Get 3 million views. And 115K likes, saves, comments. Exciting. सर पछाडि पेसाहरूको लागि पनि टिकटकमा 1 मिनेटको हुनुपर्दो रहेछ भिडियो सडन पर्दो रहेछ 1 मिनेटको भिडियो हुँदो रहेछ हेरेको हेर्नु पर्यो मान्छेले ल सौतमाया सँगसँगै हिँडौँला सौतमाया सँगसँगै हिँडौँला केटी शर्मामा हाम्रो सरपञ्च छ गिरीशका सुनेका गाना गिरीशका सुनेका अलिकति फनी छ नि त एक्चुअल त 47K छ लाइक्स उसकोमा पार्टीहरुको चाहिँ गुगल विक्समा चाहिँ दिँदैन हो हजुर पोलिटिकल पार्टीको मान्छेहरु केपी ओली अनेक पोलिटिशियनहरुको चाहिँ दिन्छ कस्तो एरर देखाइरहेको छ पछि मैले पछि पनि गरेको थिएन भने पोलिटिक्सको हुँदैन भने अब पोलिटिकल पार्टीको मान्छे बालिनको गरेको थिएन कि यसले नगरिदिएको गरिदिएन होला एरर एरर मात्रै किनले हातमा सधैँ यिनीहरूले गर्दो रहेछ गरिदियो त्यो च्याट पेटी ब्यान गरेको भने हुन्छ फेरि है नेपालको च्याट जेपीटी चलाउने थियो हामीले त्यो यिनीहरूले भेट्यो कि हामीले बनाएको भन्ने त्यसले नेपालमा फेटो बन्द गरिदिने तिनीहरूले चाहिँ त्यो फ्रम रहेछ मलाई यसले चाहिँ गीतहरू राख्ने तपाईँलाई यहाँ सर्च गर्नु आफै आउँछ मैले केही गरेकै छैन एआई नेपाली भिडियोज गर्नु उनीहरूको हातमा कन्ट्रोल हो टमटम बनाउने एउटा थुप्रै आइडिया थाहा पाएका छौँ मैले के चाहिँ त्यो छ नि जस्तै हामीले भिडियोको फ्रम चाहियो होइन त्यो भिडियोको फ्रम चाहिएको छ नि त्यो भिडियोलाई स्क्रिनसट गर्ने अनि च्याटजीपीटीलाई पठाइदिने अनि यस्तै भिडियो बनाउने फ्रम दियो भने अनि उसले दिन्छ फ्रम भनेर स्क्रिनशट कि लिंक स्क्रिनसट दिन्छ स्क्रिनशट स्क्रिनसटले पनि फ्रम दिन्छ क्या उसले यस मैले त्यसरी पनि युज गरेको छु मलाई पनि नाचिरहेको यो सुरु हुने केटा मन पर्छ कृपया कमेन्टमा नामहरू सुझाव दिनुहोस् तपाई कोसँग विवाह गर्न चाहनुहुन्छ मलाई बीबाट नाम सुरु हुने केटा मन पर्छ कृपया कमेन्टमा नामहरू सुझाव दिनुहोस् तपाई कोसँग विवाह गर्न चाहनुहुन्छ मलाई बीबाट नाम सुरु हुने केटा मन पर्छ कृपया कमेन्टमा नामहरू सुझाव दिनुहोस् तपाई कोसँग विवाह गर्न चाहनुहुन्छ मलाई बीबाट नाम सुरु हुने साथीहरु कोही छ भने मलाई टाइप गरिदिन्छु यहाँ धमाधम ट्याग गरिदिन्छु उनीहरूलाई उनीहरू पनि हेर्छ इन्गेजमेन्ट बढाउने अर्को एउटा टिप्स भनेको चाहिँ यो ए मान्छेहरू कति फ्री छन् भिडियो जस्तो इमेजिङ पनि हुँदैन तपाईं कसलाई मन पराउनुहुन्छ अब क्या कुरा गर्नुहुन्छ तपाईँ मसँग मलाई त त्यो कल्पना डल्ली साह्रै मन पर्ने हो क्यारम तपाईँ कसलाई मन पराउनुहुन्छ अब क्या कुरा तपाईँ कोसँग विवाह गर्न चाहनुहुन्छ मलाई बीबाट नाम सुरु हुने केटा मन पर्छ कृपया कमेन्टमा नामहरू सुझाव दिनुहोस् तपाईँ कोसँग विवाह गर्न चाहनुहुन्छ तपाईँ कसलाई मन पराउनुहुन्छ ओहो बरीले मलाई त नि त्यो दीपक कस्तो मन पर्छ भाइ कसम उसको त्यो उसको हिन्सम फिगर वाओ तपाईँ कोसँग विवाह हजुर लोगो मेरै हाल्छ नि तर हैन यसबाट
लोगो छ नि भियो के छ नि के गर्नु पऱ्यो त्यसको लागि चाहिँ क्यानोले मेटाउँछ मेटाउँदैन होला सर भियो पनि कति टाइपको एक्टर छ भियो नै हटे गायब गरिहाल्छ जे गरे त्यो पनि होला भन्ने प्रो गरेपछि जान्छ प्रोले च्याट जीपीटीलाई मैले त्यस्तै टाइपको प्रम्प्ट हालेर मलाई पठाइदियो भने नि होइन अनि पठाइदियो त्यो प्रम्प्ट त्यो के अरे त्यो भिको त्यो उस हुन्छ नि ब्यानर पनि हटाइदियो भनेर भने होइन अनि धेरै गरेको प्रम्प्ट हाल्ने हटाइदियो हटाइदियो प्रम्प्ट हाल्नु क्लियर के लिनै पर्दैन त हटाउनु पनि कि पनि गरी ब्लक गरिदिने त्यो पनि भइहाल्छ तल त हुन्छ नभए गाइस अलिक अर्को टपिक हो है गुगल एड्स गर्दैछ हामी है ल त्यसमा प्र्याक्टिस गर्नु र त्यो बाहेक र अर्को भनेको मैले चाहिँ के भन्नु थियो भने हामीले गुगललाई आफ्नो वेबसाइट छ भनेर चिनाउनलाई कहाँ जाने गुगल सर्च कन्सोल GSC मा जानु पर्यो है र मैले अर्को पनि भनेको थिएँ नि तपाईँले आफ्नो वेबसाइटबाट पैसा पनि कमाउनु मिल्छ भनेर भनेको थियो आफ्नो वेबसाइटबाट पैसा पनि कमाउनु मिल्छ भनेर भनेको थिएँ बिर्सिनु भइसक्यो तपाईँले हेर्नुहोस् त फर इक्जाम्पल गुगलले तपाईँको वेबसाइटमा देखाइदिएको बापत तपाईँलाई पैसा तिर्छ भनेको थिएँ नि मैले ए त्यो चाहिँ कसरी गर्ने त अब मैले इन्फिनिटी भन्ने एउटा वेबसाइटमा गएँ है अब एकछिन वेट गर्छु यहाँ तल गुगलले एमाजोनको देखाइदिरहेछ नि पैसा के अरे एडहरू अब गुगलले एमाजोनबाट पैसा लिन्छ है र गुगलले त्यही अलिकति पैसा यो वेबसाइटको ओनरलाई पनि अलिकति पैसा दिन्छ किनभने अर्काको एड देखाइरहेछ नि त यसमा है त्यसरी नै तपाईँले पनि आफ्नो वेबसाइटमा ट्राफिक एकदम राम्रो छ भने पैसा अर्न गर्न सक्नुहुन्छ है त्यसको लागि तपाईँले गुगलमा जानु गुगल एडसेन्स भन्ने हुन्छ है गुगल एडसेन्स अर्न मनी फ्रम यर वेबसाइट भन्ने हुन्छ अर्को एउटा सफ्टवेयर जस्तो गुगलले नै प्रोभाइड गरेको गुगल एडसेन्स न्यू ट्याबमा जाने सर अब हो गुगलमा जानुहोस् अनि गुगल एडसेन्समा टाइप गर्नु त गुगल एडसेन्स लिङ्क पनि एडसेन्स ग्रुपमा पठाइन्छ है गुगल एडसेन्स भन्ने छ गुगल एडसेन्स त्यसमा अब तपाईँहरू साइन अप गर्नु मेरो चाहिँ अलरेडी भइसक्यो म चाहिँ होइन त्यो चाहिँ अब गुगल एडसेन्समा गएर साइन अप गर्नु अनि त्यसमा अब आफ्नो इमेलबाट चाहिँ वेबसाइट तपाईँको आफ्नो वेबसाइट राखिदिनु न अब हाम्रो अस्ति बनाएको वेबसाइट छैन भने साइन अप डिफ्रेन्ट गुगलमा भन्नु यसमा वेबसाइटको अप्सन पनि दिन्छ अर वेबसाइट छैन डोमेन नम्बर राखिदिने होइन वेबसाइट राख्ने वेबसाइटको युआरएल नयाँ ट्याबमा तपाईँको वेबसाइट खोल्नु त्यसको युआरएल राखिदिनु न जहिले पनि युआरएल राख्ने है टाइप गर्ने होइन नयाँ ट्याबमा गएर खोज्ने आफ्नो वेबसाइट टाइप गर्ने चाहिँ होइन अनि वेबसाइट छ भने लाग्दा पनि भयो न त अहिले हाम्रो वेबसाइट गर्दा पनि भयो है हामीले केही लिने होइन त अरू केही हो अब गेट मी आउट अफ एडसेन्स भन्दा छ नि त्यसमा चाहिँ नो आई डोन्ट वान्ट टु कस्टमाइज भनेर गेट मोर आउट अफ एडसेन्स पनि नो आई डोन्ट हेभ अ साइट 8 भनेको चाहिँ यहाँ के गर्ने अरूको साइट छ सर वेबसाइट छ वेबसाइट भर्खर राखेको हामीले त्यही त राखेको छु नि के गर्नु पऱ्यो भने छोडिदिनु त्यसपछि अब स्क्रोल डाउन गर्ने त्यसमा नो आई डोन्ट वान्ट भन्ने अप्सन आउँछ मान्छे नो गर्नु नोमा के गर्नु त नो आई डोन्ट वान्ट नो अब नेपाल भयो यसो स्क्रोल डाउन गर्नु तल अब आई हेभ रेड एन्ड अग्री द पेमेन्ट अग्रिमेन्ट I have decided accept the agreement भनेको I have read and accepted the agreement.
Start using. I don't have Wi-Fi. What? No. अब के पढ्नु छ तपाईँको? Start using AdSense. Start using AdSense गरिदिनु. It's really small हुन्छ. Go AdSense. Welcome back or let's get started now, sir. मेरो लोगो त त्यही आउँछ नि। अब त के हुन्छ सर? एडसेन्स भनेर आउँछ। Let's get you started भन्नु आउँछ है। Just for the steps to start on ads. अब त्यसमा पनि तपाईँको तीनवटा अप्सन हुन्छ। Tell us about you, see how ads look on your website, र connect your site to AdSense. मेरोमा चाहिँ deactivate भएर यो deactivate बनाएको मेरो पनि नचलाएको है। वेबसाइटलाई पनि ल, त्यति बिस्तारै फेरि गर्दै जाउँ। है त। मैले अब बिजनेस लिन त तिर्नै पर्ने भयो कि क्या हो .com मात्रै लिन यो मेरो पर्सनल पोर्टफोलियो हो होइन लिटरेचर पोर्टफोलियोमा के राख्नु सबै हजुर तपाईँको वेबसाइटमा ट्राफिक धेरै आइरहेको छ भने यतिकै देखाउँदैन हो त ए यसलाई पठाउँदा फाइदा हुन्छ भने नि भयो। अब हेर्नुहोस् त अब यहाँ सी हाउ एड्स लुक अन योर वेबसाइट भन्ना छ है छ त्यो अप्सन त्यसमा अब एक्सप्लोर गर्नु रिफ्रेस गर्नु एकछिन ए वेबसाइटै बुल्यो त सर। अब यसो स्क्रल गर्नु त त्यहाँले देखाउँछ तपाईँकोमा तपाईँको वेबसाइटमा चाहिँ एडिटलाई के गर्ने पाउनु अब यहाँ छ नि यो यसलाई चाहिँ कटिट गरिदिनु न ल है अनि अटो एड्स भन्ने छ यहाँ हेर्नुहोस् यहाँ व्हाइट बोर्डमा हेर्नु अटो एड्समा चाहिँ सेलेक्ट गरिदिनु अटो एड्समा चाहिँ क्लिक गरिदिनु यहाँ इनेबल ए अब हेर्नुहोस् यहाँ मोबाइल छ मोबाइलमा डेस्कटप गरिदिनु ए यसमा अब मोबाइलमा देखिँदैन है मलाई लाग्छ अब डेस्कटपमा मात्रै देखिन ए के न नजिक थिसिएपछि त तर न First, Lakshmi Honda. Check out yeah. बक्नु मैले के भनेकै छैन वेट वेट है मैले सेभ गरेँ एक्सप्लोर गरेँ है अब यहाँ हेर्नुहोस् मैले नि अटो एड्समा क्लिक गरेँ अघि नै इनेबल भयो होला तपाईँहरूको पनि त्यसपछि एकछिन उसले टाइम लिन्छ है वेबसाइटलाई स्क्यान गर्छ अनि उसले तपाईँको वेबसाइटमा चाहिँ कहाँ देखाउन मिल्छ त एडहरू भन्नु उसले स्क्यान गर्दैछ के सफ्टवेयर बनाएको छ नि भयो यो धेरै अगाडि आइसक्यो सर हजुर मेरोमा त नि स्टेफानमा मुसिङ कोरोना सबै यिनीहरूले ल्याएको भन्छ नि त होइन कुरा चाहिँ छैन 60 लाख पेज पो छ अरे त 30 लाख सार्वजनिक एउटाले फेरि टिकटक है केमा बनाएको छ यस्तो चिज नहेर्नुहोस् तपाईँ ह्याङ हुनुहुन्छ भन्थ्यो तपाईँहरू डिस्टर्ब गर्नको लागि गरे भन्छ फेरि
त्यो कुरा पनि ठिक हो सर हो भने जतिखेर त्यही आफ्नै सफ्टवेयर बनाएको त्यही सफ्टवेयरबाट मगाएको ल्यापटप सफ्टवेयर त्यही पढ्न फास्ट ल हेर्नुहोस् गाइज है मैले मोबाइलको सट्टा यहाँ फर्स्टमा डेस्कटप गरेँ है यत्तिका बस्नु फेरि अब स्क्यान गर्दैछ ल हेर्नुहोस् त हेर्नु ल मैले यता के गरेँ अब मैले चाहिँ लक्ष्मी हुन्डाईको एक्जाम्पल एउटा वेबसाइट लिएँ है सो भनेपछि अब एउटा एड चाहिँ यसरी तल आउँछ गुगलले राखिदिने एड है अटो एड मेरो अटो एड एक्जाम्पल भनेर आएको छ मेरो फेरि ब्याक भयो फेरि ब्याक भयो यसरी आउँछ अब है गुगलले चाहिँ राख्दिनँ यस्तो यस्तो ठाउँमा चाहिँ गुगलले राखिदिन्छ भनेर देखाएको हो कि हाम्रो प्रिभ्यू अरू गएको एड है तपाईँको वेबसाइटमा यसो आउने बित्तिकै तपाईँलाई पनि सर्टेन मनी आउँछ मनी डलर्समा है तर तपाईँको वेबसाइटमा ट्राफिक चाहिँ आउनु पऱ्यो मान्छेहरू एभ्रिडे भिजिट चाहिँ गर्नु पऱ्यो है ल यसलाई क्रस गरिदिउँ डिस्कार्ड अब यसो सोध्नुहुन्छ होला हेर्नु त मैले त यहाँ 3वटा वेबसाइट राखेको छु लक्ष्मी हुन्डाई पनि राखिदिएको छु है तर मलाई पैसा आउँछ त मलाई त आउँदैन नि त उसलाई जाने हो है र एडसेन्सको लागि पनि तपाईँले यहाँ कनेक्ट गराउनु पर्ने हुन्छ है यहाँ जुन चाहिँ लास्टमा छ नि कनेक्ट यर साइट टु एडसेन्स भनेर एउटा उसले कोड दिन्छ कोड चाहिँ वेबसाइटको वर्डप्रेसको ब्याकएन्डमा गरेर राख्नुपर्छ हामीले प्लगइन डाउनलोड गरेर याद छ प्लगइन भनेको के हो प्लगइन भनेको चरा हो के हो प्लगइन भनेको भन्नुहोस् त हजुर हो वेबसाइटमा नयाँ फङ्सन एड गर्ने मोबाइलमा जस्तै एप डाउनलोड गर्छु नि प्लगइन भनेको वेबसाइटको नयाँ फङ्सन एड गर्ने है अब यहाँ कनेक्ट यर साइट टु एडसेन्समा लेट्स गो गर्नु हेरौँ त सरको कहाँ पुग्यो कनेक्ट यर साइट टु एडसेन्स भन्ने हुन्छ है हो अब यति उसले एउटा कोड दिन्छ यसरी एउटा कोड हेर्नु न यहाँ हेर्नुहोस् त यो कोड दियो है अब यो कोडलाई तपाईँले के गर्नु पर्यो वेबसाइटको ब्याकएन्डमा गरेर जानु पर्यो वर्डप्रेसको कपी गर्नु पर्यो है अब आफ्नो वर्डप्रेस खोल्नु वर्डप्रेसको ब्याकएन्डमा है के छ लोकल होस्टमा एरिया है तपाईँको वर्डप्रेसमा लगइन गर्नुहोस् त आफ्नो वेबसाइट आफ्नो वेबसाइटमा जाने वर्डप्रेसको ब्याकएन्डमा जानु वेबसाइटको आफ्नो डोमेनलाई /admin हान्नु अनि त्यो ठ्याक्कै आउँछ अनि युजरनेम र पासवर्ड राख्दिनु यही हो त अब अनि के भयो कता राख्ने भन्ने थियो नि त त्यो कपी गरेर कता राख्ने त भनेको पक्नु है मेरो यहाँ लगइन भयो मेरो प्लगइनमा जाने हो नि अपडेटमा मेरो 7 आएर चाहिँ के गर्छ प्लगइन 7 छ के हो सर यो के हो सर के सर अपडेट 7 प्लगइन 7 भनेर रेट त्यो चाहिँ अपडेटमा आएकोले हामी जसरी एपहरू अपडेट गरेर आउँछ नि टाइम टाइममा मोबाइलहरू अपडेट गरेर आउँछ नि प्लगइन्सको पनि अपडेट त गराउनु पर्यो त्यो खोलेर हेरेको छैन त्यसलाई के
वर्डप्रेस पहुँ तपाईँ मेरो ल वर्डप्रेसको ब्याकएन्डमा जानु यहाँ वर्डप्रेसको ड्यासबोर्ड आफ्नो वेबसाइटको ब्याकएन्डमा जानु म्याम आफ्नो डोमेन सर्च गर्नु डोमेनमा अनि /admin राख्नु त भयो ब्याकएन्डमा आएको छु ए ड्यासबोर्डमा आएको छु होइन सर ड्यासबोर्ड तपाईँको भयो म्यामहरूको पछाडि वेबसाइटको ब्याकएन्ड हेर्नुहोस् वेबसाइट फेरि बिर्सिनु भइसक्यो वेबसाइटको ब्याकएन्ड आफ्नो वेबसाइटमा /admin हाल्नु युजर र पासवर्ड दिन्छ उसले हो यो फोन ब्याकएन्ड राख्नुपर्छ हाम्रो वेबसाइट खोल्यो माथि /admin लागि बस सेकेन्ड हो अझै के गर्नु हो /admin युजर पासवर्ड हो एन्टर यो म भयो बाहिरमा है अब हेर्नुहोस् त यसमा तपाईँले वेबसाइटको ब्याकएन्डमा आउनु भइसकेपछि एउटा प्लगइन डाउनलोड गर्छौँ है सो गो टु प्लगइन्समा जानु है यहाँ माथि एड प्लगइन भन्ने हुन्छ प्लगइनमा गइसकेपछि त्यहाँ एडमा क्लिक गर्नु अनि गुगल भनेर टाइप गर्नु त एड प्लगइनमा जानु पर्यो ओहो त्यसपछि गुगल भन्ने सर्च बारमा टाइप गर्नु अनि यस्तो आउँछ साइटकिट बाई गुगल भनेर आउँछ साइटकिट बाई गुगल प्लगइन्समा एड प्लगइन अनि यहाँ गुगल भनेर टाइप गर्नु हजुर भेटाउनु भयो साइटकिट बाई गुगल अर्को भयो यो गुगल त्यो सर्च प्लगइनमा लेखेपछि मात्रै देखाउँदो रहेछ हो है त्यसपछि के गर्नु अब यसलाई इन्स्टल र एक्टिभेट गरिदिनु पर्यो इन्स्टल एन्ड इन्स्टल र अब एक्टिभेट गरिदिनु अब एक्टिभेट गर्ने बित्तिकै कहाँ आयो यहाँ साइडमा कहाँ छ ए यहाँ साइडमा पनि आउँछ है साइडमा लेफ्ट साइडमा गुगल साइट भनेर साइटकिट भनेर आयो साइटकिट त्यसमा क्लिक गर्नु क्लिक गर्नुभयो है अब यहाँ साइन इन विथ गुगल भन्ने छ सबैजना भइरहेको छ है साइन इन विथ गुगलमा क्लिक गर्नु अब आफ्नो जिमेलबाट यसमा लगइन गरिदिनु है मैले आफ्नो जिमेलबाट लगइन गरेँ कन्टिन्यू गर्नु पर्यो हुन्छ त्यहाँ पनि make sure you trust Sitekit. Continue गरेर permissions error भनेर देखायो अब यसो यो अलरेडी भेरिफाइड भन्न आउँछ यसमा त्यो बक्सहरु टिक गर्नु है बक्सहरु टिक गरेर नेक्स्ट गर्नु अनि यहाँ आउँछ नि यो परमिसन
फङ्सन्स एरर देखाएको हो फेरि गर्छु फेरि पर्मिसन हेरेर फेरि गर्नु फेरि साइन गर्नु तल के आयो त्यसपछि कन्टिन्यू हजुर दुईवटा बक्स क्लिक गर्नु कन्टिन्यू गर्नु ए चाहिँ कति हेर्नु कि होइन आयो You are ready? Already भेरिफाइड हुन है अब यहाँ पुग्यो सबजना अहिले नेक्स्ट गर्नु नेक्स्ट गरेपछि अलाउ गर्नु अलाउ गरेपछि अब लास्टमा नेक्स्ट गरिदिनु गो टु माई ड्यासबोर्ड भयो भयो है अब चाहिँ कङ्ग्रेचुलेसन्स भन्न आयो अब भयो अब यो भनेको चाहिँ तपाईँले जति पनि हाम्रो ब्लग्स राख्नुहुन्छ नि तपाईँको वेबसाइटमा त्यो गुगलले पनि अब रिड गर्छ रिड गर्ने बित्तिकै कसैले गुगलमा सर्च गर्ने बित्तिकै तपाईँको वेबसाइट पनि देखाइदिन्छ अब के अरे किवर्ड्सको रूपमा देखाइदिनु कनेक्ट गराएको है अब यसरी स्क्रल डाउन गर्नु तल एडसेन्स भन्ने छ पैसा त कमाउनु पर्यो वेबसाइटबाट सबभन्दा तल छ है एडसेन्स छ त्यहाँ कनेक्ट नाउ गरिदिनु कनेक्ट नाउ त्यसपछि यस्तो आउँछ यसलाई कन्टिन्यू कन्टिन्यू भयो फेरि कन्टिन्यू रिभ्यू अब अनि त्यसपछि यस्तो आउँछ होला एड साइट टु एडसेन्स बनायो सबैको रिभ्यू यसमै हो त्यही हो रिभ्यू यस्तो नपर्ने रिभ्यू एडसेन्स एकाउन्ट भनेर आयो ठिक छ रिभ्यू एडसेन्स अकाउन्टै गरिदिनु गर्नुलाई अब यहाँ आउँछ Let's get you started. Then they I get from स्क्रल डाउन गर्नु त अब त्यहाँ कनेक्ट योर साइट टु एडसेन्स भन्ने छ नि लेट्स गो गर्दिनु यसो गर्नु है सर त्यसो भेरिफाई भन्नु आउँछ नि अब भेरिफाई आई हेभ प्लेस्ड द कोड भनेर अप्सन है I placed the port like active करनी next. सक्यो त्यसै भेरिफाई गरिदिएको त्यो रिक्वेस्ट रिभ्यू भनेर आएको उसले रिभ्यू गर्छ होला द्याट्स इट यसरी पैसा कमाउनु छ रिक्वेस्ट सुबिले थिदिउँ यो rajbaz.com.in getting your site with to show सबमिट गरिदिनु उसले एकैछिन रिभ्यू गर्छ त्यसपछि बास त्यसमा क्रिएट अ अनसेन्ड मेसेज फर योर साइट त्यो रिमाइन्ड मी लेटर गरिदिनु न अरू के भन्छ रिमाइन्ड मी लेटर गरिदिनु भइहाल्यो बस ल द्याट्स इट सुनिए मेरो डोमेन यो माथि यो हामीले चाहिँ पैसा कमाउनु आगो प्रॉफिट सब शेयर गरिदिनु है सुनिए मेरो काटा